सधैँ चाहिँ कुक हुनुहुन्छ एक दिनको लागि मात्र है एकचोटिको लागि मात्र ल पुरा एकदम साग बनाइराख्नु भएको थियो पालक साग हो भात पाकिसकेको छ पालक साग आलु दिएर पकाइराख्नु भएको छ वी विल सी ओके टुडे म के गर्दिनँ तपाईँ जे गर्नु तपाईँ गर्नु म केही गर्दिनँ आज प्याज म काट्दिनँ नि त म पकाइहाल्छु नि त्यो त रङ सबै हेरिरहेको नि छोप दिनु पऱ्यो क्या यसलाई नुन हालेर जान्ने बाबु कुक मेरो उतातिर म यता चिल्लामा बसिरहेको छु ल यो पकाएको भाँडा कसले मान्छ तपाईँ मस्काउनुहुन्छ कसले मस्काउँछ उडी उडी दिन्छु अब साग कस्तो बनेको छ सोनेले बनाएको ल जस्ट नुन मात्रै हाले नुन मात्रै हाल्नुभएको छ साग पाक्न पाकिसकेको छ दाल बनाउनु नि अब कति मजा आएर भाइ मजा आएर चाहिँ ज्याला छ जिरा हो दाइ ल हाल्नु फुड ब्लगर भन्दैन आज तातो दाम दिन्छु मैले ल हाल्नु नि जिरा पाक्न आँटेको छ अलि अलि ब्राउन खुर्सानी हाल्ने अब खुर्सानी हालेपछि कस्तो स्वाद आउँछ है पिरो आउँछ खट्टा मिठाको लागि खुर्सानी टमाटर हो पिरो चाहिएन पिरो ए टमाटरले पिरो गर्छ है रातो छ नि त ए रातो छ है यो किन पर सर्नु भएको दाइ यो किन पर सर्नु भएको तेरो माया लाग्नु ल अब दाल हाल्नु दालमा टाइम लाग्छ नि त त्यसैले फ्राई गर्नुभएको सुरुमा होइन ग्यास ठुलो भयो भने दाल डढ्छ ओ मलाई थाहै रहेन रहेछ यार हैट त्यहाँ त मोबाइल टिपेर सस्ता भ्लगर होइन नि त ओ के हाल्नुहुन्छ अब पुरा उल्टाइदिनु भयो तपाईँ यसरी गर्नु पऱ्यो त खोलिदिनु पुरा बट्टालाई ल हाल्नु हाल्नु कस्तो यसरी गर्नु ल ठिक छ हाल्नु तपाईँलाई बट्टा खोल्न आएन अरू के अरे यो हल्दी खुर्सानी पनि हाल्नुहुन्छ सब हाल्नुहुन्छ ल ठिक छ हाल्नु खुर्सानी हो यो ल यो के हो यो धनिया होला जिरा 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 पाउडर हो यो के धनिया मतलब दालमा यति कुरा हाल्नुपर्छ त यति कुरा त हाल्दिनँ हामी त नुन र हल्दी मात्र हाल्छौँ यो नुन हाल्नु ल 20 मिनट अब यतिकै छोपेर हुन्छ है यो सोप चाहिँ सकिन्छ ल नि 20-25 मिनट 20-25 मिनट ल अझै हाल्नु होला नुन ल भयो है छोप्ने अब ल छोप्नु यसले छोपिदिन्छु म
ल छोप्नु म टाइमर लगाइदिएँ टाइमर लगाउनु त आवाज लगाउ न 10 मिनट 20 मिनट 30 मिनट ल घटाउनु 25 घटाइदिनु 25 भयो 25 मिनट अटोमेटिक बक्छ हो आजको चाहिँ पुरा खाना पकाउनु भएको दाइले ल साग दाल भात तपाईँलाई आफूले बनाएको खाना आफैलाई कस्तो लागिरहेछ रेटिङ गर्दाखेरि जस्तै 10 मा कति गर्नुहुन्छ रेटिङ आफूले पकाएको खाना आफूलाई कहिले पनि मिठो लाग्दैन पहिला कुरो मलाई चाहिँ राम्रो लाग्यो 10 मा 10 दिन्छु म तपाईँ कस्तो छ फिडब्याक अरूले कस्तो दिन सक्छन् पछि त्यताको फ्युचर कस्तो खाना पकाउनु फ्युचर राम्रै छ भाउजूले अब यसरी खाना पकाइदिनु हो भने जे होस् राम्रो हुन्छ मिठो हुँदो रहेछ मिठो हुँदो रहेछ हो अब त भाउजूले खाना पकाउनु पर्दैन नि त तपाईँले पकाएर दिँदा भइहाल्छ त किन खाना खतरा मिठो पकाउनु हुन्छ नि तपाईँले मिठो भयो खतरा भएको छ खुल्ना युनिभर्सिटीमा पहिलोपल्ट नै खाना पकाउनु भएको होला आज त योभन्दा अगाडि कहिले पकाउनु भएको छ सेकेन्ड थर्ड टाइम हो योभन्दा अगाडि पकाउनु भएको छ है के पकाउनु भएको थियो अगाडि मासु कस्तो पकाउनु भएको थियो मिठो भएको छैन